त्यसलाई हो त्यो भ्रम हामीहरू त्यो चाहिँ भ्रम तपाईँले पिर्दिनु भयो त्यति नै काठमाडौँको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो क्या हजुर त्यो काठमाडौँको चाहिँ खोलाको जग्गा हजुर काठमाडौँको त्यो खोला छेउमा बसेको चाहिँ उहाँहरूको लागि हो क्या हजुर बाढी आउँदाखेरि हजुर त्यो उहाँहरू बसेको बस्ती भन्दा माथिसम्म आउँछ क्या हजुर अनि हरेकचोटि बर्खा लाग्दा असारमा चाहिँ उहाँहरूलाई निकालेर अर्को ठाउँ लानुपर्छ नि त काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको तर त्यसको गलत नेगेटिभ चाहिँ डोजर जस्तो देखियो खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउनु खोजेको खोला छेउ भन्दा बाहेक बिचको त भूमि आयोगबाट लगत सङ्कलन गरेर नेपाल सरकारले दिने हो कि जग्गा नेपाल सरकारले दिनुपर्छ त्यो स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो कि जस्तो यहाँको त रियल हो नि यहाँको त 40-50 वर्ष अगाडिदेखिको हामी रियल भयो 48 सालदेखि 23वटा आयोग भन्यो तर तपाईँहरू अझै पनि अहिलेसम्म लगत सङ्कलन उठाउँदै लान्छन् पर्तिराउँछन् होइन भर्खर तपाईँको यो सरकार ढल्नुभन्दा अगाडि पनि हामीहरूले भूमि आयोगबाट आयोरी फर्म सम भरेर सबै गरेर पैसा कर सबै तिरेको छ हामीले तिर्नुको लागि मैले त्यो भनेको थिएँ त यो चाहिँ भूमि आयोगमा चाहिँ पार्टीको मान्छे टिका लगाएर सुनेको मैले हेरेको थिएँ तपाईँको आफ्नै पार्टीसँग नजिक भएकोले चाहिँ लाल पूर्जा भए पनि अर्को लाल पूर्जा पाउने भयो हजुर अनि जिन्दगीमा लाल पूर्जा नभएकोले कहिले पनि नपाउने भयो क्या हजुर त्यो सिस्टम चाहिँ सुधार्नु पर्यो भन्ने कुरा हो क्या हजुर यो त खास